हेलो एभ्रिवान अगेन वेलकम ब्याक टु माई मिनी भ्लग है। हिजो चाहिँ धेरै हावापानीहरू चलेको थियो है, हावापानी आएको थियो। अन्त हाम्रोतिर चाहिँ पुरा बिगारहरू भयो है। हजुरहरूकोतिर पनि भयो होला है साथीहरू। एकदमै हजुरहरू पनि आफ्नो घरमा सेफ बस्नुहोस् होला है। छानाहरू यसरी उडाइदिएको थियो, हेर्नु सक्नुहुन्छ साथीहरू। धेरै बिगार भयो हाम्रोतिर चाहिँ। गाइस हाम्रो चाहिँ यहाँनिर पुरानो घरको हेर्नु नि यसरी छानाहरू डल्लै उड्यो। कस्तो डरलाग्दो हावापानी आयो भर्खर चाहिँ है। अन्त सबैजना भागारी भाग भयो है। यहाँ हेर्नु न यस्तो भइरहेको छ है। अन्त यहाँनिर रुद्राक्षको बोटहरू पनि यसरी भाँचिएको छ होइन। यहाँ हेर्नु सक्नुहुन्छ डल्लै है। झमेलै कसैलाई केही भएन है। म चाहिँ यति नै भन्नु चाहन्छु यो भिडियो मार्फत चाहिँ। यसरी हावापानी आउँदाखेरि चाहिँ यसरी यस्तो कटेज घरहरू छ भने चाहिँ घरभित्रैतिर बस्नुहोस् होला, बाहिरतिर ननिस्किनुहोस्, किनभने चोटपटक लाग्ने डर हुन्छ है। हाम्रो पनि यसरी च्यादरहरू डल्लै यसरी झरेको थियो होइन। झन्डै लागेन, म त नानी उठिरहेको थिएँ हो। कस्तो अत्तुली भयो साथीहरू है। हजुरहरू पनि सेफ बस्नुहोस् होला आफ्नो आफ्नो घरमा है। यसरी हावापानीहरू आउँदा चाहिँ डल्लै च्यादरहरू उडाएर हेर्नुहोस् न। हाम्रो त गोठ पनि बाङबुङ भइरहेको छ। अब गोठ पनि बनाउनु जानुपर्ने छ। सबैजना हेर्दैछ चाहिँ अलिक उयो भएर रोकिएर हो। कस्तो भयो साथीहरू। त्यो गाई गोठ पनि यसरी बाङबुङ भइरहेको छ है। अब बनाउनु जानु पनि अब पानी परिरहेको छ, कस्तो जानु। अन्त बनाउनु त पऱ्यो, के गर्नु, किनभने यत्रो अब गाईहरू पनि बिचरा गाई बिचोक हुन्छ होइन। यस्तो भएको चाहिँ साथीहरू। हाम्रो चाहिँ हजुरहरूको पनि निकै बिगारहरू भयो होला। बाहिरतिर चाहिँ एकदमै ननिस्किनुहोस् है। यस्तो हावापानी आउँदाखेरि चाहिँ यस्तो डरलाग्दो आएको थियो है। सबैको उडाएको छ। यहाँनिर हेर्नुहोस् न छानाहरू डल्लै उडाइदिएर छानाहरू मुनितिर पुगेको छ है। यसरी च्यादरहरू उडेर आउँदाखेरि लागेर काटिनेहरू डर हुन्छ है। हजुरहरू पनि एकदमै बाहिर ननिस्किनुहोस्। यस्तो हुँदाखेरि चाहिँ साथीहरू सबैजना आफ्नो घरमा सेफली बस्नुहोस् होला है।